सबैलाई जय मसीह साथी नमस्कार। म सचिन सुनार यहाँहरूलाई नेपाल गोस्पेल टिभीमा म स्वागत गर्न चाहन्छु। आज चाहिँ म हजुरहरूमाझ परमेश्वरको वचन लिएर आएको छु र आज चाहिँ हामी उत्पत्तिबाट वचन हेर्नेछौँ र आज चाहिँ हामी पाप चाहिँ कहाँबाट आयो यो विषयमा चाहिँ हामीले केही कुरा थाहा पाउनेछौँ बाइबलद्वारा। हामी चाहिँ उत्पत्ति 2को 16 र 17 पद पढ्नेछौँ। अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रुखका फल तैँले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। यहाँ हेर्दाखेरि हामीले परमेश्वरले जब आदमलाई बनाउनु भयो त्यसपछि उसको करङको हड्डीबाट चाहिँ अब स्त्री हव्वालाई बनाउनु भयो। यो कुराहरू चाहिँ बाइबलमा हामी पाउन सक्छौँ र त्यो बनाइसकेपछि अब परमेश्वरले अरू कुराहरू सृष्टि गरिसकेपछि पनि अब परमेश्वरले चाहिँ असल र खराबको ज्ञान दिने रुखको फल पनि बगैँचाको बिचमा बनाउनु भएको थियो र त्यो फलको विषयमा र त्यो रुखको विषयमा चाहिँ परमेश्वरले भन्नुभएको थियो, त्यो फल चाहिँ असल र खराबको ज्ञान दिने रुखको फल, जुन त्यो फल चाहिँ तिमीहरूले नखानु भनेर त्यसरी भन्नुभएको छ बाइबलमा। र अरू चाहिँ खान सक्छौँ तर त्यो चाहिँ खान सक्दैनौँ परमेश्वरले यसरी भनिसकेपछि। तर पछि हेर्दै जाँदाखेरि हामी बाइबल पढ्दै जाँदाखेरि शैतान चाहिँ सर्वभित्र पसेर अब हव्वालाई त्यसरी छल गरेको कुराहरू हामी भेटाउन सक्छौँ। र यहाँ हेर्दाखेरि परमेश्वरले चाहिँ नखानु भनेको फल चाहिँ त्यसरी खाएको कुराहरू हामी देख्न सक्छौँ। र यो कारणले गर्दाखेरि चाहिँ परमेश्वरले जुन नखानु भनेको फल खाएको कारणले गर्दा परमेश्वरको वचन त्यागिदियो। हावाले त्यसरी परमेश्वरको वचन त्यागिसकेपछि अनि उसले दिएको फल चाहिँ हावाले खायो। त्यसपछि खाइसकेपछि अब फेरि आफ्नो पति, आफ्नो श्रीमानलाई चाहिँ जुन परमेश्वरले बनाइदिनु भएको थियो उसलाई चाहिँ आफूले खाइसकेपछि फेरि खान दियो। त्यसपछि आदमले पनि केही नभनिकन त्यसरी खाँदाखेरि दुवैजना त्यसरी पापी भयो र परमेश्वरले जुन नखानु भन्नुभएको कुरा थियो त्यो चाहिँ त्यागेर अब खाएको कारणले गर्दा परमेश्वरको वचन त्याग्नु नै पाप भयो। अब साँच्चै त्यसरी परमेश्वरको वचन त्यागेको कारणले गर्दा संसारमा पाप आयो। पाप आइसकेपछि अब सारा संसारमा यसरी पाप फैलिएको कुरा छ। आदम र हव्वाबाट अब आउने पुस्ताहरू सबै पापी हुँदै गयो। फेरि अब परमेश्वरले कसरी त्यो भन्नुभएको यो वचन हामी 17मा हेर्दाखेरि 16-17मा हेर्दाखेरि परमेश्वरले जुन फल भन्नुभएको थियो नखानु भनेर भन्नुभएको थियो, तर त्यही कुरा शैतान जुन सर्पभित्र शैतान पसेको थियो र उसले सोद्धाखेरि चाहिँ हावाले भन्ने कुराहरू चाहिँ एकदम फरक छ। हामी अझ एउटा वचन हेर्नेछौँ, उत्पत्ति 3को 3 पद। तर बगैँचाको बिचमा भएको रुखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्रता तिमीहरू मर्छौ। अब परमेश्वरले उत्पत्ति 2को 16-17मा हेर्दाखेरि हामी 17 हेर्नेछौँ। तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। परमेश्वरले भन्नुभयो जुन दिन त्यो तैँले खान्छस् त निश्चय नै मर्नेछस् भनेर भन्नुभयो। तर अब हावाले चाहिँ शैतानले सोद्धाखेरि हावालाई, अब शैतानले जवाब दिँदाखेरि कसरी भन्छ त हावाले, यहाँ हेर्दाखेरि तर बगैँचाको बिचमा भएको रुखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु। परमेश्वरले भन्नुभएको थियो नखानु मात्रै, तर हावाले चाहिँ अब के भन्यो, नखानु र नछुनु भनेर हेर्दाखेरि परमेश्वरको वचन एक अंश पनि बढाएर र घटाएर भन्नु हुँदैन। तर हावाले चाहिँ शैतानलाई त्यसरी भन्दाखेरि, सर्पलाई भन्दाखेरि उसले चाहिँ परमेश्वरले हामीलाई यसरी भन्नुभयो बगैँचाको बिचको जुन असल र खराबको ज्ञान दिने रुखको फल छ त्यो चाहिँ हामीले नखानु र नछुनु रे भनेर त्यसरी भन्दाखेरि शैतानले थाहा पायो कि अब हावाको मनमा चाहिँ अब वास्तवमै वचन छैन। परमेश्वरले जुन भन्नुभएको थियो साँचो वचन त्यो चाहिँ अब आफ्नो विचारले थपेर अब चाहिँ केही मात्रामा बढायो र परमेश्वरले नखानु मात्रै भन्नुभएको थियो अब नछुनुमा पुर्याइदियो। यो हेर्दाखेरि परमेश्वरको वचन त्यागिसकेपछि अब के भयो, संसारमा पाप आयो।
अब संसारमा पाप आयो। परमेश्वरले जुन नखानु भन्नुभएको थियो त्यो फल खाइसकेपछि अब संसारमा त्यसरी परमेश्वरको वचन त्यागेको कारणले गर्दा संसारमा पाप आयो। र हामी सम्पूर्णलाई थाहा भएकै कुरा हो, पाप गर्ने मान्छे र एकदम गलत काम गर्ने, हिजो पनि हामीले अर्को एपिसोडमा हेरिसकेका थियौँ, मान्छेको हृदयबाट साँच्चै निरन्तर खराब उत्पत्ति 6:5 त्यसरी भन्छ, मानिसको हृदय परमेश्वरले हेर्दा कस्तो देख्नुभयो, एकदम खराब देख्नुभयो, विचार पनि एकदम खराब भएको, र मान्छेको हृदयबाट निस्किने कुराहरू छाडापन, लोभ, ईर्ष्या, घमण्ड, चोरी, हत्या, यो कुराहरू निस्किरहन्छ। किन भन्दा मान्छेको हृदयको बनावटै त्यसै भएर, मान्छेको हृदयको बनावटै हामी कतिखेर चोर्छौँ, कतिखेर झुट बोल्छौँ भन्ने कुरा पनि हामीलाई थाहा हुँदैन। त्यो हिसाबले गर्दाखेरि हामी चाहिँ निरन्तर पापी भएको कुरा बाइबलहरूले देखाउँछ। हामी चाहिँ निरन्तर आफ्नो रूप हेर्दाखेरि आफूले गर्ने कुराहरू, निरन्तर कुराहरू सबै एकदम दुष्ट खराब भएको कुराहरू हामीले बाइबल मार्फत हेर्न सक्छौँ। र यो पापले गर्दाखेरि हामी वास्तवमै स्वर्ग जान सक्दैनौँ। यो कुरा चाहिँ सबैले थाहा भएको कुरा हो। पाप लिएर मान्छे स्वर्ग जान सक्दैन। एउटा धर्मी मान्छे मात्रै स्वर्ग जान्छ भन्ने कुराहरू सबैलाई थाहा छ। र यसरी चाहिँ पाप आयो, आदम र हावाबाट पाप आइसकेपछि, जसरी उदाहरणको लागि अब मेरो बुबा सुनार हुनुहुन्छ र म पनि सुनार भएर मेरो अब जन्मिने हरेक पुस्ताहरू सुनार हुन्छ। त्यसरी नै आदमले एकजनाद्वारा संसारमा पाप आयो भने अब त्यहाँबाट सबै फैलिने कुरा चाहिँ सबै पाप। सुनारको छोरा सुनार भए जसरी नै पापीको सन्तान सबै पापी हुँदै आयो। यो चाहिँ मैले भर्खरै पाप गरेर अथवा मैले के गरेर होइन, तर आदमबाट नै पाप आएको कारणले गर्दा मैले जति राम्रो गर्न खोजे तापनि मेरो हृदयबाट निस्किने खालि पाप मात्रै छ। मेरो हृदयबाट निस्किने सधैँ दुष्ट कुरा मात्रै। यो चाहिँ मेरो पिता आदमबाट आयो। मेरो पिता, मेरो यो संसार सबैको पुर्खा चाहिँ आदम र हावा हो। र यस कारणले गर्दाखेरि ती दुईटा मार्फत अब सारा संसारमा पाप फैलियो र सुनारको छोरो सुनार भयो जस्तै आदम दुष्ट र पापीको सन्तान सबै पापी भयो। त्यसो भने पापी मान्छे अब स्वर्ग जान सक्दैन, सबैलाई थाहा छ। र हाम्रो हृदयबाट निस्किने कुरा सधैँ पाप मात्रै छ। र बाइबलले पनि भन्छ पापी मान्छे स्वर्ग जान सक्दैन, परमेश्वरको राज्यसम्म पुग्न सक्दैन। त्यसो भने यो पापबाट कसरी छुटकारा पाउने? साँच्चै तपाईँहरूको मनमा पनि होला, असजिलो, गाह्रो, अप्ठ्यारो मन होला कि हरेक समय पाप गरेको कुराहरू देखिन्छ होला, झुट बोलेको कुरा नचाहँदै पनि त्यो कुनै बेला त्यस्तो अवस्था आइदिन्छ कि झुट नबोलिकन बस्न सक्दैनौँ। र पाप गर्ने कुरा कस्तो छ भन्दाखेरि हामीसँग फोन भयो भने हामी एकतारै फोन हेर्दैनौँ, हामीलाई चाहिएको बेलामा, आवश्यक परेको बेला फोन चलाउँछौँ। र अरू सामान पनि त्यस्तै, केही कुराहरू छ भने हामी आवश्यक परेको खण्डमा मात्रै त्यो चलाउने गर्छौँ र अरू बेला चाहिँ हामीले त्यसको ठाउँ कहाँ हो त्यही राखिराख्छौँ। पाप भन्ने कुरा पनि अहिले हेर्दाखेरि मैले पाप गरेको छैन जस्तो देखिन्छ, तर पाप चाहिँ हामी कतिखेर चलाउँछौँ जब आवश्यक पर्छ। त्यो फोन सधैँ पकेटमा हुन्छ र जहिले आवश्यक पर्छ त्यहीले चलाए जस्तै गरेर पाप पनि हामीले आवश्यक परेको बेला चलाउँछौँ। त्यसै गरेर हरेक समय चाहिँ हामीबाट पाप भइरहेको हुन्छ र यो पापले गर्दाखेरि हाम्रो मनमा सधैँ समस्या र परमेश्वरको राज्यसम्म पुग्न नसक्ने गरी बनाइदिन्छ। त्यसो भने यो पापबाट कसरी छुटकारा पाउने, कसरी धर्मी हुने र कसरी परमेश्वरको राज्यलाई भेटाउने, कसरी स्वर्ग जाने, यो विषयमा म हजुरहरूलाई भन्ने नै छु। र हजुरहरूले अर्को एपिसोड पनि हेर्नुहोला। अहिलेले चाहिँ म यति भन्न चाहन्छु। हस्त, धन्यवाद।